नमस्ते साथीहरू, तपाईहरू सबैलाई स्वागत छ तपाईकै आफ्नै च्यानल स्मार्ट ज्ञानमा। अहिले साल वैशाख लागिसक्यो, अर्थात् 2083 साल सुरु भइसकेको छ। यो नयाँ सालमा कतिपयको नाम लोकसेवाको सिफारिस सूचीमा निस्किनेवाला छ भने कतिपयको नाम चाहिँ लगनको लगत्तै विवाह दर्ताको किताबमा चढ्नेवाला छ। चाहे नाम जहाँ सुकै निस्कियोस्, तर लोकसेवाको परीक्षा र जीवनको परीक्षा दुवैमा उत्तीर्ण हुनका लागि आजको यो भिडियो एकदमै विशेष छ। आज हामी कुरा गर्दैछौँ नेपालमा कोर्ट म्यारिज अदालती विवाहको कानुनी प्रक्रिया र शर्तहरू के हुन्। पढ्नेहरूका लागि लोकसेवाको कडा क्याप्सुल अनि कतै मन मिलिसकेकाहरूका लागि लाइफ चेन्जिङ कडा टिप्स। ललौ पाना र डट पेन जे छ बोकेर सिट बेल्ट बान्नुस् है त। 1. सुरु गरौँ शर्तहरूबाट। को योग्य छन् त? मुलुकी देवानी संहिता 2074 अनुसार कोर्ट म्यारिज गर्नका लागि यी 4वटा शर्त पूरा हुनै पर्छ। यो परीक्षामा पनि सोध्छ नि फेरि। उमेरको हद एज बार, केटा र केटी दुवैको उमेर 20 वर्ष पूरा भएको हुनुपर्छ। हिजो आजका टिकटक र रिल हेरेर नाबालक उमेरमै अदालत दौडिने गल्ती नगर्नुहोला नि, कानुनले रोक्छ। मन्जुरी कन्सेन्ट, दुवै पक्षको पूर्ण राजी खुसी हुनुपर्छ। बाआमाले थाहा पाए कुट्छन्, त्यसैले सुटुक्क गरौँ भन्न पाइएला, तर केटी वा केटाको इच्छा छैन जबरजस्ती लगौँ भन्न पाइँदैन। वैवाहिक स्थिति सिंगल स्ट्याटस, दुवैजना सिंगल हुनुपर्छ भनेको अविवाहित, सम्बन्ध विच्छेद भइसकेको वा विधुर विधवा भएको हुनुपर्छ। क्वार्टर फाइनल र सेमिफाइनल सकिएर क्लिन चिट पाएकाले मात्र फाइनल खेल्न पाउँछन्। पहिलेकै सम्बन्ध बाँकी छ भने सिधै बहुविवाहको मुद्दा लाग्छ है। हाडनाता इन्सेस्ट, कानुनले निषेध गरेको हाडनाता करणी पर्ने नाता सम्बन्ध हुनु हुँदैन। 2. झोलामा के बोकेर अदालत जाने। कागजपत्रको चेकलिस्ट लौँ है। माया मात्र बोकेर अदालत जाँदा न्यायाधीशज्यूले गेटबाटै फर्काइदिनुहोला। त्यसैले यी कागजपत्र ठिक पार्नुस्। संयुक्त निवेदन, केटा र केटी दुवैले सहीछाप गरेको तोकिएको ढाँचाको निवेदन। नागरिकता, दुवैको नेपाली नागरिकताको सक्कल र प्रतिलिपि। यो त सबैको खल्तीमै हुन्छ। अविवाहितको सिफारिस, यो चाहिँ सबैभन्दा भिआइपी कागज हो। आफ्नो स्थायी ठेगाना भएको वडा कार्यालयबाट म सिंगल छु भनेर प्रमाणित गरेको सिफारिस चाहिन्छ। पासपोर्ट साइजको फोटो, दुवै पक्षको हालसालै खिचिएको 3/4 प्रति फोटो। एडिट गरेर ब्युटी प्लस हालेको चल्दैन नि, वास्तविक अनुहार चाहियो। साक्षीहरू, सुख दुःखमा साथ दिने कम्तीमा 2 जना साक्षी र उनीहरूको नागरिकताको प्रतिलिपि। यस्ता साक्षी जसले अन्तिमसम्म खुट्टा नकमाउन्। लौ बसोबास प्रमाणित पत्र। यदि नागरिकता बाहिरको जिल्लाको छ र अर्कै जिल्लाको अदालतमा विवाह गर्दै हुनुहुन्छ भने त्यहाँ कम्तीमा 15 दिनदेखि बस्दै आएको स्थानीय तहको सिफारिस चाहिन्छ। 3. अब जाउँ अदालत। के हुन्छ त प्रक्रिया। कागजपत्र तयार भयो। अब कोट प्यान्ट र सारी कुर्ता मिलाएर जिल्ला अदालत डिस्ट्रिक्ट कोर्टतिर लाग्ने। कागजात दर्ता, अदालतको विवाह दर्ता शाखामा गएर कागजपत्र बुझाउने। त्यहाँका कर्मचारीले तपाईँको अविवाहित सिफारिस र उमेर ध्यान दिएर हेर्छन्। श्रीमान न्यायाधीशसँग भेट, सबै कुरा पुगेपछि तपाईहरूलाई जिल्ला न्यायाधीश जजको इजलासमा लगिन्छ। त्यहाँ न्यायाधीशज्यूले अलिकति जिस्किँदै वा गम्भीर भएर सोध्नुहुन्छ, नानी बाबुहरू कसैको डर धम्कीमा परेर त होइन? राजी खुसी नै हो? अनि तपाईहरूले मुसुक्क हाँसेर हो श्रीमान भन्नुपर्छ। बयान र हस्ताक्षर, त्यसपछि केटा केटी र साक्षीहरूको बयान हुन्छ र विवाह दर्ता किताबमा ढ्याप्प औँठाछाप र हस्ताक्षर गराइन्छ। बधाई छ, प्रमाणपत्र हातमा। सबै प्रक्रिया सकिएपछि अदालतले एउटा कडा खालको विवाह दर्ताको प्रमाणपत्र म्यारेज सर्टिफिकेट दिन्छ। त्यसपछि तपाईहरू कानुनी रूपमा पति पत्नी हुनुभयो। 4. लोकसेवा तयारी गर्नेहरूका लागि स्मार्ट ज्ञानको स्पेशल क्याप्सुल। यति त भयो व्यवहारिक कुरा। अब लोकसेवाको परीक्षामा कसरी सोध्छ त्यो पनि टिपौँ है त। यो व्यवस्था मुलुकी देवानी संहिता 2074 कोलम्ब भाग 3 पारिवारिक कानुन अन्तर्गत परिच्छेद 1 मा छ। अदालतको हकमा विवाह दर्ता अधिकारी भनेको सम्बन्धित जिल्ला अदालतको न्यायाधीश हुन्। सबै प्रक्रिया पुगेको छ भने यो काम सोही दिन वा भोलिपल्टभित्र सम्पन्न हुन्छ। अन्त्यमा क्यामेरामा हेरेर हात जोड्दै मुस्कुराउने। ल त साथीहरू, 2083 सालको यो नयाँ सिजनमा कोर्ट म्यारिजको कानुनी प्रक्रिया यही नै हो। आशा छ यो भिडियोले तपाईहरूको ज्ञानको दायरा अझै बढाउनेछ। भिडियो मन परेमा लाइक, शेयर र हाम्रो च्यानल स्मार्ट ज्ञानलाई सब्स्क्राइब गर्न नभुल्नुहोला है। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईहरू सबैलाई धेरै धेरै धन्यवाद।